फाइनली भेटेँ। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल वान्स अगेन हो। अनि आज चाहिँ धेरै दिन बाद फेरि भिडियो लिएर आएको छु है। अनि आज चाहिँ म धेरै खुसी छु किनभने आज चाहिँ मेरो बुढी है, मेरो वाइफ फाइनली हामी भेट्दैछु है। ऊ आउँदैछ क्रोएसिया। अनि अहिले चाहिँ भर्खरै ऊ स्विजरल्यान्डदेखिको चाहिँ यहाँ क्रोएसिया जाग्रेबसम्मको फ्लाइटमा टेक अफ भइसकेको छ है। अनि लास्ट भिडियोमा चाहिँ मैले देखाएको थिएँ कि म मुभ जाग्रेब घरबाट चाहिँ जाग्रेब आएर चाहिँ म मुभ किन गएको थिएँ भनेर मिनिस्ट्री अफ इन्टेरियर अफिस। त्यो चाहिँ यही कारणले गर्दा हो है। मैले चाहिँ मेरो वाइफको लागि फ्यामिली भिजाको एप्लिकेसन हालेको थिएँ। अनि फाइनली सक्सेस पनि भएर अनि श्रद्धाले पनि भिजाहरू स्ट्याम्पिङ भएर चाहिँ फाइनली अब चाहिँ है आज चाहिँ हामी भेट्दैछ। आज चाहिँ ऊ ल्यान्ड हुँदैछ भनौँ न है। अनि अहिले चाहिँ यताको 12-13 भयो हो। अनि 1:05 चाहिँ उसको ल्यान्ड छ यहाँ जाग्रेबमा। अनि म चाहिँ यहाँ सबै कुरो रेडी गरेर अनि अब एकछिनमा चाहिँ म निक्लिनु आँटेको हो। उसलाई पिकअप गर्नुको लागि एकछिनमा म चाहिँ निक्लिनु आँटेको। अनि गाइस हेर्नुहोस् होला है, मैले चाहिँ सन्दाको लागि चाहिँ अलिकति सानो बढेँ है उसको लागि हो। मजाको एन्ट्रेन्समा चाहिँ हल्का यस्तो गरिदिएको छु हो। अनि यहाँ सानो फुल छ, उसलाई पिङ्क चाहिँ पुरा मनपर्छ भनेर अन्त पिङ्क फुल नै किनिदिएको हो गाइज। अन्त त्यही हो, अब चाहिँ पर्खिरहेको छु। अब एकछिन टक्कै 12:30 चाहिँ हिँडौँ भनेर सोचेको हो। अन्त त्यही हो। अन्त मलाई चाहिँ फुटप्रिन्ट निकाल्नु धेरै इच्छा थियो है, नन्स र मेरो, सन्ता र मेरो हो। अन्त मैले चाहिँ केही पनि आइडिया नपाएर चाहिँ हल्दी पानीलाई चाहिँ यस्तो गरेर राखेको छु। अनि मलाई चाहिँ जब उसले चाहिँ यताबाट एन्टर गर्छ नि, मलाई चाहिँ यो लुगा चाहिँ मैले लिएर राखेको थिएँ। अनि यो लुगामा चाहिँ मलाई चाहिँ उसको फुटप्रिन्ट है गर्नु मन छ हो। म चाहिँ धेरै खुसी छु, धेरै 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 खुसी छु हो। इट वाज भेरी हार्ड टाइम है फर बोथ अफ अस होइन, टु लिभ सो मच फार होइन। अनि फाइनली वी आर मिटिङ है। अन्त वी बोथ आर सो ह्याप्पी हो। अन्त सदा पनि धेरै खुसी छ हो। उसको अब फ्लाइटको एक्सपिरियन्सहरू सेयर गर्दै 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 आएको हो। उसको फ्लाइट पनि अलिकति लामो नै थियो, अलिकति सजिलो थिएन किनभने अब वारले गर्दा चाहिँ अब दिल्लीदेखि मुम्बई, मुम्बईदेखि स्विजरल्यान्ड, स्विजरल्यान्डदेखिको चाहिँ जाग्रेब हो। अनि निक्लिनु त ऊ हिजो नै निक्लेको, तर पनि अब आज चाहिँ हो फाइनली 1:05 चाहिँ 1:05 चाहिँ ल्यान्ड हुन्छ। अनि अहिले चाहिँ त्यस्तै 12:15 भयो हो। अन्त म चाहिँ 12:30 चाहिँ निक्लिँदैछु गाइज हो। लन्चको लागि फुल पनि मैले ल्याइदिइरहेको छु हो। ऊ खुसी हुन्छ कि हुँदैन त्यो चाहिँ मलाई थाहा छैन, तर मैले चाहिँ ल्याइदिएँ हो। अन्त त्यही हो गाइज, अब चाहिँ निक्लिनु आँटेको छु, एकछिनमा निक्लिँदैछु। सो अब निक्लेर चाहिँ म तपाईँहरूलाई देखाउँछु नि है, सानोबडे यहाँदेखिको एयरपोर्टसम्मको सानोबडे भिडियो अनि उसलाई भेटेको भिडियो है गाइज। इन्जोय गरिदिनु होला है। सो गाइस हेर्नु सक्नुहुन्छ हो, म चाहिँ भर्खर अब चाहिँ जाँदैछु हो ओह्रालो है एक्जिटको तर्फ है। यहाँ माथि चाहिँ ड्रप अफ थियो नि त मेरो ट्याक्सीको। त्यो जाग्रेब एयरपोर्ट चाहिँ यस्तो छ गाइज हो। हेर्नु सक्नुहुन्छ कस्तो लाग्छ के लाग्छ तपाईँहरूलाई है। अनि म चाहिँ मेरो मायाको पर्खाइमा हो, अन्तिम घडी है कति भयो 57 59को थियो हो, 12:59को थियो ड्रप उयो ल्यान्डिङ। अन्त अहिले चाहिँ 12:57 भएछ हो। म चाहिँ अहिले पुगेँ हो भनेपछि म चाहिँ अब हातमा अलिकति सामान लिएर मायाको लागि हो अनि पर्खिने छु हो। सो गाइज हेर्नु सक्नुहुन्छ है, जाग्रेबको एयरपोर्ट चाहिँ यस्तो छ हो। अन्त म चाहिँ पर्खिरहेको छु हो। गाइस म चाहिँ पर्खिदिइरहेको छु श्रद्धालाई हो, ल्यान्ड हुनु आँटेको छ हो। हेब्बी खुसी लागिदिइरहेको छ हो, हेब्बी खुसी भइदिइरहेको छु हो। अन्त पर्खिदिइरहेको छु गाइस। सो गाइस श्रद्धा चाहिँ फाइनली आइपुगेको छ हो। श्रद्धा छेत्री राउतलाई चाहिँ धेरै साह्रो परिरहेको छ ब्याग तान्नुको लागि हो। एरिया लोस हो, हामी चाहिँ फाइनली भेटेँ गाइस हो। यता हेर्दै हामी चाहिँ फाइनली भेटेँ हो। सुन्नु न, त्यो छोड्नु न, त्यो बाहिर छ।
वेलकम होम भाया के लेख्छ तपाईँलाई चिज छ त्यसो बिच्क्यो के चाबी त्यो त बस्नु के तान्न सक्छौ म यस्तो भइरहेको छु वेलकम होम भाया थ्याङ्क यू मलाई कस्तो के लाग्छ देखिरहेको लु गाइस हामी चाहिँ बल्ल सबै कुरो भएर हो बल्ल ट्याक्सी पनि बुक गरिसकेँ हो अन्त मेरो मायालाई बल्ल भेट्नु पाएँ हो अन्त अब चाहिँ हामी जाने है अब चाहिँ घर पुगेर कलै छ नि त ल हामी चाहिँ घर पुगेर बात गर्छौँ है सो गाइस हामी चाहिँ फर्किँदैछु अब चाहिँ एयरपोर्टबाट हेर्नु सक्नुहुन्छ एयरपोर्टलाई छोडेर चाहिँ अब चाहिँ हामी घर जाँदैछु विथ श्रद्धा छेत्री रावत हो फाइनली मेट माई लभ अफ माई लाइफ हो आफ्टर 11 months सो ह्याप्पी ओके गाइस हेर्नु सक्नुहुन्छ हो हामी चाहिँ भर्खर आइपुगेँ मेरो फोनमा चाहिँ ब्याट्री नभएर चाहिँ नन्सकोबाट गरेको हो ल हेर्दै न हामी चाहिँ आइपुगेँ मेरो माया हो ल खोलिदिनुहोस् घर आइसला बेबीले घर खोलेको पर्खिने ल एकछिन ल मैले एउटा चिज प्रिपेयर गरेको छु कि बेबी तपाईँ एकछिन त्यहीँ बस्नु ल हेरिदिनु यो अन्त खोल्नु कि त्यो अनि त्यो मोजा पनि खोल्नु न है गाइस मैले अघि यो भनेको चाहिँ एकछिन म गर्छु एकछिन आउनु है यो चाहिँ हाम्रो घरको मेरो बेबीको फर्स्ट फुट प्रिन्ट हो हर्दी कलरै पाइन नि त हो अन्त नटेको ल नानु टेक्नु चाहिँ नटेको कि यु निड टु गिभ यु फुट प्रिन्ट हो तपाईँको कुन चाहिँ खुट्टा गर्छ राइट खुट्टा हो लु तपाईँ गर्नु पहिला आइसला मजाले टोजदेखिको उयो गर्नु है टोज सोल्स सबै अगाडि पछाडि मजाले गर्नु न अगाडि थम राम्रो भएन लु उयाँ गर्नुहोस् उयाँ लु भयो नटेक्नु न अन्त लु बिचमा 1 2 3 आइसला ल यहाँ म पनि गर्दैछु हो हाम्रो दुईजनाको मेरो र मेरो बुढीको सँगैको पहिला दर्शन घरको फुटप्रिन्ट हाम्रो हो ल जाउँ उहाँ जाउँ कि उहाँसम्म जाँदा केही हुँदैन नि बेबीलाई कस्तो लाग्यो बेबी मजा आयो माया खै बत्ती बालिदिन्छु ल बेबी चाहिँ यसरी पसेको यहाँबाट हो नन्से उहाँ छ हो भर्खर क्यान्डलहरू बन्द गरेको अरे अनि हाम्रो खसीको मासु यहाँ सुक्दैछ हो हाम्रो खसीको मासु हेर्नुहोस् श्रद्धाले लिएर आएको उताबाट हो नेपालमा मजाले सुकेको मासु छ हो यी खसीको खाने हो के गर्नु अरे माया ओके माया अन्त यहाँ चाहिँ म छु म चाहिँ यहाँ मायाको लागि मासु फ्राई गरिदिँदैछु गाइज हो यसो देखाउनु पऱ्यो
मासु फ्राई गरिदिँदैछु अन्त म चाहिँ यहाँ मजाले मासु मजाले फ्राई गरेर प्याजसँग सुक्खा पारेर भुट्ने अब यसलाई हो। यी डल्ले पनि लिएर आएको थियो आमाले पठाइदिनु भएको मेरो आमाले डल्ले हो। मजाले हुँदैछ। अन्त माया के गरेको? तिमीलाई फुल देखाउन आँटेको एउटा मलाई नि चाहिँ मेरो मायाले फुल देखाउने नन्सलाई चाहिँ एउटा फुल मन परेको छ अरे हो अहिलेघरि अनि त्यो देखाउने अरे कि। यहाँ नष्ट गाइस खै नान्स चाबी लक गऱ्यौ खै चाबी यहाँ एउटा नोट्स राखेको थिएँ हो बाहिरपट्टिबाट। अन्त यो चाहिँ एउटा रोज हो। तिमीलाई कति मन पऱ्यो भन्दा न? सो गाइस आज चाहिँ मजा आउँदैछ हो किनभने मलाई उतापट्टि हामी ल्यान्डलर्डलाई पनि भेट्नु गयो हो होइन मजा आयो। अन्त बातसातहरू गरेँ एकछिन कफी खाइकन आएको नन्छ मैले। अन्त उसको उनीहरूको गिफ्ट पनि ल्याइदिएको थियो नि त बिबीले अन्त त्यो पनि लगिदिएँ हो। सो गाइस अहिले चाहिँ हामी अलिकति मासु खाँदै हो चिकन तर अघि फ्राई गरेको। कस्तो भएछ माया? हामी भएछ यहाँ डल्ले खोर्सानी छ हाम्रो हो। हाम्रो लागि चाहिँ स्पेसल मोमेन्ट भइरहेको छ नि त। अन्त वी आर जस्ट ह्याभिङ अ गुड मोमेन्ट्स टुगेदर आफ्टर अ लङ टाइम है। सच ब्युटिफुल वन्डरफुल यु नो माइन्ड ब्लोइङ टाइम वी आर ह्याभिङ प्रेजेन्टली। तिम्रो माया जुन तारा भए मेरो माया साथ सबै तिम्रो माया सुकुम्बासी भए मेरो माया नम्बरी तिम्रो माया जुन चाँदी भए